लागि भन्दा पनि धेरै नयाँ साथीहरू आउनु भएको छ, जिम्मेवारी बोकेर आउनु भएको छ। हामी सबै नयाँ साथीहरूलाई स्वागत गर्न पाउँदा एकदमै उत्सुक पनि छौँ र उहाँहरूले राम्रो गर्नुहोस् भन्ने हाम्रो कामना पनि छ। सँगसँगै धेरै राम्रो काम गरौँ भन्ने अपेक्षा पनि छ। यो पटकको हाम्रो म्यान्डेट नै कानुन निर्माण पनि गर्ने, संसदमा त्यो सङ्ख्या पनि छ र त्यो अनुरूपको निर्माण भएको कानुनलाई चाहिँ कार्यान्वयन पनि गर्ने म्यान्डेट नै हाम्रो त्यही छ। त्यसबाट 100% हामी काम गर्नको लागि तत्पर छौँ। अहिले जे भन्ने उहाँहरूले मतपत्र मार्फत भन्नुभयो, अब हामीले भन्ने भन्दा पनि धेरै उहाँहरूले अपेक्षा गर्नुभएको कामहरू पुरा गर्नुपर्ने छ, त्यतातिर ध्यान दिनुपर्छ। हस्, धन्यवाद। प्रतिवेदन सरकारबाट औपचारिक आएको छैन, मिडियाबाट आएको छ। त्यो मिडियाबाट आएको प्रतिवेदन पढेको छौँ। सरकारबाट औपचारिक प्रतिवेदन आउला, त्यो पछाडि तपाईँहरूसँग त्यसको धारणा राख्नेछु। जस्तै अब यो सरकारले के काम गर्नुपर्छ, कसरी अगाडि बढ्नुपर्छ, के छ तपाईँहरूको सुझाव? तपाईँहरूको अब प्रतिपक्षको भूमिका कस्तो हुन्छ संसदमा? मूलत सरकारको शुभकामना दिन चाहन्छु। अहिले जनताले करिब 2/3 जनादेश दिएको छ राष्ट्रिय स्वतन्त्र पार्टीलाई। मूलत राजनीति के को लागि गर्ने भन्दा राष्ट्र निर्माणको निम्ति हो, देश निर्माणको निम्ति हो। र यो जनादेश राष्ट्र निर्माणको निम्ति सदुपयोग रहोस्, राष्ट्रसभालाई शुभकामना दिन चाहन्छु। प्रतिपक्ष भनेको विरोधको लागि मात्रै होइन, सकारात्मक सन्देशको निम्ति पनि हो र चेतनात्मक आलोचनाको निम्ति पनि हो। राष्ट्र निर्माणको निम्ति, यो देश निर्माणको निम्ति र जनताको हक अधिकारको निम्ति जनतालाई साँच्चै अवस्था परिवर्तन हुन्छ, गरिब उन्मूलन हुनुपर्छ भने सबै नेता बन्नुपर्छ भन्ने छैन। देश निर्माण गर्नुपर्छ, त्यसमा हाम्रो सकारात्मक सहयोग रहनेछ र देशको निम्ति, जनताको निम्ति जहिले पनि हाम्रो आवाज उठ्नेछ। कमसेकम अस्पतालमा बेड पाउन त सोर्स फोर्स लगाउनु नपरोस् न। कमसेकम सरकारी कार्यालयमा आफ्नो जायज काम गराउनका लागि घन्टौँसम्म, हप्तौँसम्म लाइन त बस्नु नपरोस् न। कमसेकम ठगिँदा, अलपत्र पर्दा, बाढी पहिरो आउँदा अथवा कुनै गम्भीर किसिमको विपत्ति पर्दा, रोग लाग्दा र उपचार गर्ने बाटो नहुँदा सरकार छ भन्ने महसुस त होस् न। कम्तीमा राज्यले अभिभावकीय भूमिका त निभाओस्। कम्तीमा देशमा नङ्ग्रा ख्याएर खान्छु भन्दा नङ्ग्रा ख्याउनु पर्ने वातावरण त पाइयोस्। 7-7वटा कार्यालयमा एउटा व्यवसाय रिन्यू गर्नुपर्ने। सुधार्नको लागि एकदम इमान्दार प्रयास गर्छौँ। जुन भाषापत्र छ नि पढिदिनु होला। आदरणीय दाजुभाइ दिदीबहिनीहरूले मलाई पहिले भन्दा बढी मत र मतान्तरले जिताएर पठाउनु भएको छ। त्यही भएर बजेट लेख्न तयार छैन भने देशको सुशासन र समृद्धि, तनहुका आदरणीय दाजुभाइ दिदीबहिनीहरूका गुनासाहरू सम्बोधन इत्यादि, उहाँहरूका विकास निर्माण आकांक्षा सधैँ हामीले आवाज उठाएका थियौँ। त्यसरी नै अहिले पनि हामीले त्यसरी होइन। हाम्रो यस्तो हुन्छ, जनताले हामीलाई जहिले पनि पठाउँदाखेरि सत्तापक्ष प्रतिपक्ष भन्दा पनि देश र जनताको हितको लागि काम गर भनेर पठाएको हुन्छ। त्यसपछि इमान्दार र निष्ठापूर्वक काम गर्नुहोस् भनेर पठाउनु भएको हुन्छ। त्यही कारणले गर्दाखेरि हामीले त्यसलाई इमान्दार र निष्ठापूर्वक हामीले उहाँको जनताको आवाजलाई जहिले पनि सदन र समितिमा उठाउनेछौँ। हाम्रो अग्रज अभिभावकज्यू अहिलेसम्म शोकमै हुनुहुन्थ्यो। त्यही कारणले गर्दाखेरि हाम्रो पार्टीमा यस्तो विषयमा केही पनि छलफल भइसकेको अवस्था छैन। सामाजिक सञ्जाल र बाहिर जुन तरिकाले कुरा उठिरहेको छ त्यो उहाँहरूको शुभेच्छा हो, उहाँहरूको सद्भाव हो। म त्यो प्रति सम्मान गर्छु। पार्टीले के गरेर मलाई कुनै पनि हिसाबले लु अगाडि बढ भनेर भन्नु हुँदाखेरि मैले खुट्टा कमाउँदैन। डिसिप्लिन छौँ होइन, अनुशासित छौँ। अनि यो जनताले दिएको माया, जनताले दिएको शक्तिलाई हामीले एकदमै उहाँहरूकै जनतालाई नै, नेपाल देशलाई नै उठाउनको लागि हामीले प्रयोग गर्छौँ। यसमा चाहिँ हाम्रो व्यक्तिगत लाभ आकाङ्क्षा केही पनि छैन। त्यही भएर अलिक खुसी भन्दा पनि हामी एकदमै सिरियस छौँ होइन। अब यो ठुलो शक्तिलाई कसरी देश रूपान्तरणमा प्रयोग गर्ने भनेर। जस्तो यो संसद चाहिँ प्रतिपक्षको हुन्छ भनेर भनिन्छ, यो पटक प्रतिपक्षहरू कमजोरी हुन्छ। तपाईँले स्वयं आफ्नो भूमिका कस्तो हुन्छ? यस्तो छ, प्रतिपक्ष भनेको पियर रिभ्यू प्रोसेस हो होइन। हाम्रो वैज्ञानिक जर्नलहरूमा सबैमा पनि वैज्ञानिक रिसर्चमा पियर रिभ्यू प्रोसेस हुन्छ। त्यो भनेको एकले अर्कालाई क्रिटिकली सोच्नु पऱ्यो भन्ने हो। हामी आफै राष्ट्रवादभित्रै पनि हामी सबैले त्यो भूमिका चाहिँ निभाउँछौँ। सँगसँगै पनि हाम्रा साथीहरू पनि हुनुहुन्छ, उहाँहरूलाई पनि प्रतिपक्षको भूमिका निभाउनको लागि हामीले पनि कति सहयोग गर्न सकिन्छ हामी सहयोग। त्यो यस्तो हुन्छ, अधिनायकवाद भन्दा पनि हामी चाहिँ काममा गर्नु छ कि अब हामीले त्यो अधिनायक घमण्ड गरेर जनताले गरे हो भने त जनताले चाह्यो भने त जुन बेला पनि हामीलाई खोज्नु सक्छ नि, हामी त्यो कुरामा एकदम सचेत छौँ है। आफ्नो समुदायको ड्रेस त लाउनै पर्यो। आज कुन भाषामा? म नेपालीमै गर्छु। अब म बिमारी थिएँ, त्यो तयार पनि भएन। आफ्नै भाषामा, नेपाली भाषा राष्ट्रिय भाषामै गर्ने, मातृभाषामा चाहिँ गर्न सकिनँ। त्यसको लागि चाहिँ मेरो समुदायलाई माफी जान चाहन्छु। सुरु गर्ने अब आज एउटा प्रोसेसबाट औपचारिक रूपमा सुरु भयो होइन। धेरै कामहरू छ, अपेक्षा धेरै छ, सबै मिलेर जिम्मेवार भएर निकास दिनुपर्ने बेला छ होइन। त्यसमा प्रोसेसमा यो पालिको अनुमोदन होइन, त्यो क्लिन स्विप पनि जनताले नै गरे हो एउटा नयाँ म्यान्डेटको हिसाबले होइन।
सो यो सरकारलाई अवसर पनि त्यही नै हो किन भन्दाखेरि यो पहिलादेखि उकुस मुकुस भएर बसेको चिज हो मेरो घाँटी गएको छ त्यसमा यस्तो छ अब आज साँझ हाम्रो केन्द्रीय समितिको बैठक पनि छ संयुक्त होइन त्यसमा अलिकति छलफल गरेर एउटा प्रक्रियाहरू पुराहरू नै गर्ने भन्नेमा छ सो यहाँ शपथ ग्रहण लगत्तै चाहिँ हामी त्यहाँ त्यसमा संवाद गर्छौँ जनताको आवाज फेरि उठाउने र जनताको ऋण बोकेर आइयो फेरि किनभने उहाँको जुन आवाज छ जनताको जुन समस्या छन् अब आशा गरौँ पहिला संसदबाट समस्याको समाधान हुँदैन थियो हामीले त्यो समस्याको समाधान खोज्नका लागि मन्त्रीको गेटमा जानु पर्थ्यो यसपटक चाहिँ त्यो नहोस् संसदबाटै समस्याको समाधान होस् अब यो ठुलो बनेर आएको राष्ट्रपाललाई तपाईँहरूको साथ सहयोग वा संसदमा तपाईँहरूको भूमिका कस्तो हुन्छ अहिले हामी सकारात्मक काममा राम्रा काममा साथ र सहयोग गरेरै अगाडि बढ्ने भन्ने छ र देश र राष्ट्रको हितमा गर्ने काममा हामी देशको पक्षमा हुन्छौँ मेरो जवाबदेही चाहिन्छ मेरो पारदर्शिता चाहिन्छ मेरो इमान्दारी चाहिन्छ त्यसले पक्कै पनि जनतालाई आशा दिलाउँछ यो देशमै बस्ने वातावरण होस् यो देशमै शिक्षा स्वास्थ्य खेलकुद गुणस्तरीय होस् त्यसले जेनजीका सपना पुरा हुन्छ अब सपना पुरा हुन्छ हामीले नगरे उसले गर्ने हो हाम्रो जवाबदेहिताले हाम्रो इमान्दारिताले र हाम्रो पारदर्शिताले सायद यो ठाउँमै यो देशमै बस्नुपर्ने वातावरण चाहिँ बन्छ जस्तो लाग्छ शिक्षा स्वास्थ्य खेलकुद यिनी युवाहरूको मुद्दा हो यिनी मुद्दालाई हामीले पार गर्न सक्यौँ भने यो देशमै नागरिकहरू बस्छ अत्यन्तै जिम्मेवार बोध भएको छ यो सदनले खोजेको गम्भीरता दिन सकौँ उहाँबाट केही गलत नहोस् त्यही अपेक्षा गरेको छ जवाफ पनि दिने प्रश्न पनि राख्ने हो जनताको आवाज राख्नकै लागि हामीलाई जनताले पठाउनु भएको हो त्यही भएर दुईटै भूमिकामा हुनेछु यस्तो हो संस्कृत भनेको त तपाईँको भारपेली भाषाहरूको सबैभन्दा जननी नै भइहाल्यो होइन यो हामीले धेरैजनाले नबुझेको कुरा मात्रै हो सबै भाषाहरू लगभग भारपेली भाषा जतिको त सबैको जननी संस्कृत भाषा हो अब यसको चाहिँ गहिरो रूपमा हामीसँग जरा जोडिएको छ कुनै पनि सनातनीको जन्मदेखि मृत्युसम्मै संस्कृतको जरा गाँसिएको हुनाले गर्दा यो विषयको अपहेलना भएको कुरा त मैले पहिल्यैदेखि गुरुकुलहरूको अवस्था देखाएर पनि उजागर गर्दै आएको हो सदनबाट संस्कृतकोमा अब मैले शपथ लिनु भनेको चाहिँ राज्यलाई यसको महत्त्व झकझकाउनको लागि नै हो र जसले यस संस्कृतको व्याकरण लेख्नुभएको थियो होइन पाणिनि उहाँले पनि अहिले रिसर्च पनि भइराखेको छ उहाँ चाहिँ नेपालबाटै हुनुहुन्छ भनेर यी विषयहरूमा अरूले क्लेम गर्दै गरेको सत्य र इतिहासलाई हामीले उजागर गर्ने समय हो भनेर मात्रै संस्कृतमा एज अ एमपी यस्तो हो अब प्रतिपक्षको चाहिँ नेपालमा अपव्याख्या भयो जस्तो लाग्छ प्रतिपक्ष भन्ने बित्तिकै हामीले चाहिँ विरोधै मात्रै गर्ने खालको चाहिँ राख्यो कि एउटा परिचय तर मलाई के लाग्छ भनेको सबैभन्दा सशक्त प्रतिपक्ष भनेको चाहिँ जसले राम्रो कुरामा सहकार्य समन्वय गर्छ सरकारलाई बल पुर्याउँछ त्यो नै हो र जसले गलत हुँदा खबरदारी गर्छ आवाज उठाउँछ अब राष्ट्रको हितमा भएको हरेक कुरामा चाहिँ हामीले चाहिँ एकदमै सशक्त प्रतिपक्षको भूमिका निभाउँछौँ जति उठाइयो अब त्यसको दोब्बर फेरि आवाज उठाउने हो दोब्बर आवाज उठाउने अब पक्कै हिजो टेलिभिजनको पर्दाबाट उठाउँथ्यो भने आज सदनबाट उठाउँछु त्यस कारणले गर्दाखेरि म नेपाली भाषामै गर्छु र मैले यो अहिले लगाएको चाहिँ लगभग नेपाली पोसाक नै हो त्यसमा नेवारी मिक्स भन्छ नेपाली सबै पक्कै पनि हुन्छ किनभने यसपटक राजनीति बग्ने मौका पाएको छ कि किनभने पहिला चाहिँ एउटै पोखरीमा डम भएर बस्नु फोहोर लाग्थ्यो यसपटक बगेको छ सङ्लिन्छ ठुलो जिम्मेवारी दिएर पठाउनु भएको छ आज औपचारिकता दिएर शपथ सकाएपछि म छिट्टै नै मेरो निर्वाचन क्षेत्र आउँदैछु धेरैले सोध्दै हुनुहुन्छ कहिले शपथ लिएर आउनुहुन्छ क्षेत्र भनेर म छिट्टै नै म मेरो क्षेत्र जाँदैछु र फेरि पनि मेरा क्षेत्रका सम्पूर्ण आमा बुबा दाजुभाइ दिदीबहिनी विशेष गरी युवा पुस्ताहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु